नमस्कार। अब पौष महिना पनि सुरु भइसक्यो। हिजो मैले विशेष गरी राम्रो कुन कुन राशिलाई हुन्छ भनेर 4वटा राशिको विषयमा दिएको थिएँ। आज म समग्र राशिहरूको पुरुष स्त्रीमा के हुन्छ यो पौष महिनाको लागि भनेर भनिदिन्छु। भिडियो अन्तिमसम्म सुन्नु होला है त। सो मेष राशिका स्त्रीहरूलाई वस्त्र प्राप्ति हुन्छ यो पौष महिनामा र पुरुषहरूलाई स्त्री सुख हुन्छ। जस्तो पत्नी छ भने पत्नीबाट सुख हुन्छ, गर्लफ्रेन्ड छ भने गर्लफ्रेन्ड या अन्य कतै स्त्रीबाट सुख रहन्छ। अब वृष राशिका व्यक्तिहरूलाई केटीलाई कष्ट छ, अब केटालाई लाभ छ है। अब मिथुन राशिको केटाहरूलाई अलिकति राम्रो छैन, तर त्यही मिथुन राशिको केटीहरूलाई भने अलिअलि धेर थोर केही हदसम्म राम्रो छ है। अब कर्कट राशिको छ, हिजो मैले भनिदिइसकेँ। सिंह राशिको कुरा गरौँ। सिंह राशिको व्यक्तिहरूको पुरुषहरूलाई आर्थिक सङ्कट पर्नेछ भने स्त्रीहरूलाई स्त्री प्राप्ति छ है, स्त्रीहरूको चाहिँ। अर्को रहेको छ कन्या राशि। कन्या राशिको पुरुषहरूलाई मान सम्मान प्राप्त हुनेछ भने स्त्रीहरूलाई धन नाश हुनेछ है। तुला राशिको व्यक्तिहरूमा पुरुषहरूलाई राम्रो छ, स्त्री प्राप्ति छ भने स्त्रीहरूमा पनि अन्न लाभ छ, स्त्रीहरूलाई पनि एकदमै राम्रो छ है। र अर्को रहेको छ वृश्चिक राशिको व्यक्तिहरू पुरुषलाई एकदमै डर चिन्ताले सताउँछ भने स्त्रीहरूमा चाहिँ खर्च एकदम बढी छ है। अब अर्को रहेको छ धनु राशिको पुरुषहरूमा चाहिँ मान सम्मान हानि हुने खालको अवस्थाहरू देखिन्छ भने स्त्रीहरूमा चाहिँ लाभ छ यो पौष महिना। अर्को रहेको छ मकर राशिका व्यक्तिहरूको पुरुषहरूमा एकदम खर्चको दृष्टि अलिकति बढी छ भने स्त्रीहरूलाई सुख शान्ति बढी छ भनेर भनिएको छ है। अब कुम्भ राशिको व्यक्तिलाई त स्त्री पुरुष दुईटैलाई लाभ छ। अर्को रहेको छ अन्तिममा मीन राशि। मीन राशिको नि स्त्री पुरुषलाई लाभ छ, तर अलिअलि मानसिक समस्या चाहिँ स्त्री जातिमा आउँछ भनेर भनिएको छ। हजुरहरूले कमेन्टमा पौष महिना / आफ्नो राशि भनेर कमेन्ट गर्नु होला है त।